ओके, म नारायण श्रेष्ठ गडस्पिड एजुकेसन कन्सल्टेन्सीबाट आज चाहिँ हामी युनिभर्सिट्यालिटी पोर्टल या प्री एनरोलमेन्ट या आफ्टर अफर लेटर के गर्ने भन्ने चाहिँ हामी कुरा गर्दैछौँ है त। यदि तपाईँको अफर लेटर जनवरी फेब्रुअरीमा आए पनि तपाईँहरूले चाहिँ केही पनि गर्न सक्नुहुन्न, किनकि यसको नेक्स्ट स्टेप भनेको प्री एनरोलमेन्ट हो र प्री एनरोलमेन्ट प्राय मार्च अप्रिलमा खुल्छ। लास्ट इयर यो पर्टिकुलर वेबसाइटमा प्रब्लम भएर चाहिँ मार्चमा नखुलेर अप्रिलमा खुलेको थियो। त्यसैले तपाईँको अफर लेटर आइसकेपछि चाहिँ तपाईँहरूले चाहिँ इमेल चेक गर्दै गर्नुपर्छ हैन, किनकि इमेल युनिभर्सिटीले चाहिँ तपाईँलाई इमेल गर्छ प्री एनरोलमेन्ट खुल्यो एप्लाई गर भनेर। यदि तपाईँको इमेल आयो भने त्यसमा लिङ्क पनि हुन्छ युनिभर्सिटीले सेयर गरेको। अब तपाईँ के गर्नु पर्यो भने universitali.it हैन, universitali.it मा जाने हैन, अनि तपाईँ त्यसमा चाहिँ रेजिस्टर गर्नु पर्यो है। यसमा के हुन्छ भने सिटिजनशिप नेपाल हैन, सबै नेपालको डिटेल्सहरू हाल्ने हैन, डेट अफ बर्थ हाल्ने, रेजिस्टर गर्ने हैन, रेजिस्ट्रेसन सक्सेसफुल भयो भन्छ, अनि लगइन गर्ने हैन। यो गर्नुभन्दाखेरि के आउँछ भने एकचोटि रेजिस्टर गरिसकेर लगइन गरेपछि के आउँछ भन्दा यो देख्नुहुन्छ। यसमा चाहिँ के हुन्छ नि न्यू प्री रेजिस्ट्रेसन एप्लिकेसन, तपाईँले यहाँ क्लिक गर्नु पर्यो र सबै यो फिल गर्ने है, सजिलै छ। गो टु स्टेप बी। स्टेप बीमा तपाईँले के गर्नु पर्यो, पासपोर्ट नम्बर पासपोर्ट डिटेलहरू हाल्नु पर्यो। यसमा सबभन्दा इम्पोर्टेन्ट भनेको यो हो, यो स्टेटमा चाहिँ तपाईँले नेपालको साटा इन्डिया क्लिक गर्नु पर्यो है, किनकि हामीले इन्डिया पठाउँछ नि त, त्यसैले यहाँ स्टेटको साटा नेपाल लेख्ने। यदि तपाईँले नेपाल चुज गर्यो भने यहाँ केही पनि आउँदैन। इन्डिया चुज गर्ने, हाम्रो जेनरल कन्सुलेट भनेको कलकत्ता हो हैन। आई वान्ट टु एनरोल इन अ कोर्स अफ स्टडी युनिभर्सिटी। यदि मानुलिम तपाईँले 5वटा युनिभर्सिटी 6वटा युनिभर्सिटी या दुईवटा या 3वटा युनिभर्सिटीमा एप्लाई गर्नुभएको छ र सबै युनिभर्सिटीबाट तपाईँलाई अफर लेटर आएको छ भने तपाईँलाई जुन युनिभर्सिटी जानु मन लाग्छ त्यही युनिभर्सिटी चुज गर्नु पर्यो। एकचोटिमा तपाईँले एउटा मात्रै युनिभर्सिटी, फर एक्जाम्पल यो स्टुडेन्टको के छ युनिभर्सिटी अफ फ्लोरेन्स हैन गर्ने, अनि सीमा जाने। स्टेप सीमा चाहिँ के हुन्छ भने तपाईँले यो यसमा चाहिँ तपाईँले एप्लिकेसन प्रोसेसमा जुन जुन फाइलहरू डकुमेन्टहरू तपाईँले अपलोड गर्नुभएको थियो नि सेम फाइलहरू चाहिँ तपाईँहरूले चाहिँ यसमा अपलोड गर्नु पर्यो है। नाममा चाहिँ अब तपाईँले फर्मेट कसरी गर्नुहुन्छ भन्दाखेरि हामीले चाहिँ के गर्थ्यो भने सरनेम, फर्स्ट नेम, अनि फाइलको नाम, अनि लास्टमा यो आउँछ सेलेक्ट गर्ने, एप्लाई फर प्री एनरोलमेन्ट गर्ने, अनि त्यसपछि चाहिँ तपाईँको प्री एनरोलमेन्ट पार्ट सक्यो। अब प्री एनरोलमेन्ट पछि के गर्ने भन्दाखेरि चाहिँ यो प्री एनरोलमेन्ट समरी युनिभर्सिटीले भ्यालिडेट गर्न 15 दिनदेखि 45 दिनसम्म लाउँछ हैन। एकचोटि प्री एनरोलमेन्ट आइसकेपछि तपाईँले फेरि universitali.it मा जाने, समरीमा क्लिक गर्ने, अनि प्री एनरोलमेन्ट डाउनलोड गर्ने। एकचोटि प्री एनरोलमेन्ट डाउनलोड गरिसकेपछि अर्को स्टेप भनेको DOV या चिमिया हो है त। ल थ्याङ्क यू।